तर केपी शर्मा ओली यस्तो एउटा नेता हो नि 14 वर्ष परिवर्तनको लागि जेल बसेको नेता हो नि त। हाम्रो हजुरबुवा मारेर बसेको हो ज्यान मुद्दामा। कस्तो खालको कुरा गर्नुहुन्छ? मेरो हजुरबुवा विष्णुप्रसाद विमलीलाई मारेर जेल बसेको कुरो बुझ्नुभयो? धर्मप्रसाद ढकाललाई ज्यान मारेर जेलमा बसेको उति झापा जिल्ला अदालतमा फाइल छ। तर कठोर जीवन हुने जेलमा बिताउनु कठोर त हुन्छ त ज्यान मारेर लाग्यो त्यहाँबाट चाहिँ अनि ज्यान अर्काको ज्यान मारेपछि कठोर हुँदैन? कसरी कठोर तरिकाले मारेको थियो धर्मप्रसाद ढकाललाई? तँलाई रहेछ 128 टुक्रा पारेको थियो। त्यो 128 टुक्रा पार्दाखेरि समथिङ यी बिर्दामठका लुइटेल मरे 2 वर्ष जति भयो। ती लुइटेलले मासु टिपेर बोरामा हालेको। ती मान्छेले अब त्यतिखेर पन्जा थिएन, हातले टिपेर हालेको। जीवनभरि चन्चाले भात खाएर मरे ती मान्छे। यही तरिकाले मिसन 84 भन्दैछन् नि हाम्रो रवि लामिछानेजी त भन्दै हुनुहुन्छ। रवि लामिछानेजीको भनाइ ठिकै हो किन ऊ त नयाँ हो नि त। तर केपी ओली पनि पो भन्न थाले त मिसन 84 भनेर। यता 34 वर्ष देश चलाएर केही भएन। 46 सालले मिसन 46 बाट मिसन 80 सम्म आउँदा केही भएन। अब रवि लामिछानेको पछि लागेछन् अहिले भनेपछि मिसन 84 भनेर बिचारा हावाका हावाबाट कुदिया छ। ऊ मिसन 84 यिनीहरूले भनेर हुन्छ मिसन 84 भने जस्तो अहिले महेश बस्नेतले भने जस्तै हो। दुर्गा प्रसाईले भनेर हुन्छ यो माग त हामीले उठाउने हो भने जस्तो। त 34 वर्ष कसका भेडा चढाउन गएको थियो महेश बस्नेत? कसको भेडा चढाउन गएको थियो केपी ओली? 34 वर्ष सुन जनता यसरी मर्दाखेरि कुरा त्यो हो नि त।